तपाईँ आफ्नो शैलीमा भन्नु होला है, सम्झिने कोसिस गर्नुहोस् है त रमाइलोको लागि। लाज पछेका नकचराहरूलाई टुडी खेलमा राखी उडेर घुमाएर एक एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी। फेरि भन्नु। लाज पछेका नक्चराहरूलाई टुडी खेलमा राखेर घुमाएर उडेर एक एक किक हान्न मन छ, त्यो पनि नाकको डाँठ भाँचिने गरी। लाज पछेका नकचराहरूलाई टुडी खेलमा राखेर घुमाएर उडेर एक एक किक हान्न मन छ, त्यो पनि नाकको डाँठ भाँचिने गरी। ब्युटिफुल। तपाईँलाई पनि म एउटा सम्वाद दिउँ है त। धेरै कठिन सम्वाद दिन्न म, एकदम सरल। साथीहरूको लागि यो हात सलाम छ, दुश्मनको लागि यो हात फलाम छ। आफ्नै शैलीमा भनिदिनुहोस्। साथीहरूको लागि यो हात सलाम छ, दुश्मनहरूको लागि यो हात फलाम छ। यो सटिक टु द पोइन्ट, यसले छर्लङ्ग हुन्छ के सर्लङ्ग हुन्छ। होइन? तपाईँको एउटा अर्को डायलग कस्तो राम्रो लाग्थ्यो मलाई। हुन्छ नि। शत्रु संहारक दुष्ट विनाशक प्रलयङ्कर हुँ म, तेरो लागि साक्षात मृत्यु शङ्कर हुँ म। शत्रु संहारक दुष्ट विनाशक प्रलयङ्कर हुँ म, तेरो लागि साक्षात मृत्यु शङ्कर हुँ म। वाह।